यहाँहरू सम्पूर्णमा नमस्कार, शुभ बिहानी। यहाँहरू अहिले हेर्दै हुनुहुन्छ याङफुङ कृषि फर्मको युट्युब च्यानल। यहाँ तपाईहरूलाई मेरो प्यारी श्रीमती एक साथ अहिले खिरा काँक्रा टिपिरहेको छ। बजारमा अहिले माग आएकोले गर्दा उनलाई अहिले भ्याइ नभ्याइ छ, हेर्न सक्नुहुन्छ है, भ्याइ नभ्याइ छ। अहिले यो टनेलभित्र चाहिँ अहिले 3 किसिमको तरकारी बाली छ। एउटा खिरा काँक्रा हो, अनि अर्को बोडी सिमी र टाटा सिमी पनि छ। अहिले चाहिँ सिमी र बोडी चाहिँ फल्ने तयारी छ। अहिले मुख्य आम्दानीको रूपमा चाहिँ खिरा काँक्रा रहेको छ। तपाईहरूले पनि यसरी खिरा काँक्रालाई चाहिँ टनेलभित्र व्यवस्थित तरिकाले चाहिँ अर्ग्यानिक खान चाहनुहुन्छ अथवा अर्ग्यानिक उपभोक्ताहरूको लागि चाहिँ यसरी चाहिँ टनेलभित्र खेती गरेर चाहिँ खिरा काँक्राबाट पनि आम्दानी लिन सक्नुहुन्छ है। ल, अब यो चाहिँ फेरि यो हाम्रो फर्ममा चाहिँ पहिलो अनुभव हो। हेर्दैछ है, हेर्दैछ। ल हेर्नु त हो, कहाँ फल्या छ भन्दै हेर्दै हिँड्दै खोज्दै। अलिकति चाहिँ भने जस्तो मल खान नभएकोले गर्दाखेरि चाहिँ अलिकति भने जस्तो सप्रिएको छैन। 1 मिनेट भइसक्यो।